आमाको पीर, यो देशको शिर कहिले झुक्न नदिने सपूत हुँ म। दर्शकबिन्द ओ माई गट एक्सन स्टार समीर भट्टको महाधमिकेदार चलचित्र बलिदान फिल्मको पहिलो झलक सार्वजनिक भइसकेको छ र पहिलो झलकले यतिखेर नेपाली चलचित्र क्षेत्रलाई कपलक्कै खाइरहेको छ। आज म यही कुराको बारेमा परिचर्चा गर्न गइरहेको छु। भिडियोलाई पुर्याइदिनुहोला। यदि हजुरले हाम्रो च्यानललाई सब्स्क्राइब गरेको छैन भने सब्स्क्राइब गर्न भने नबिर्सिनुहोला। दर्शकबिन्द एक्सन स्टार समीर भट्टको महाखतरनाक चलचित्र बलिदान फिल्मको आज पहिलो झलक सार्वजनिक भइसकेको छ र सार्वजनिक भएको पहिलो झलकमा हामीले एक्सन स्टार समीर भट्टलाई खतरनाक एक्सन अवतारमा देख्न सक्छौं र साथमा एक्सनका टाइगर विराज भट्टको डायलग पनि देख्न सक्छौं। सार्वजनिक भएको पहिलो झलकलाई यतिखेर दर्शकहरूले एकदमै धेरै मन पराइराख्नु भएको छ र सार्वजनिक भएको पहिलो झलकले यतिखेर नेपाली चलचित्र क्षेत्रलाई एकदमै धेरै हल्लाइरहेको छ र यतिखेर चलचित्र बलिदान फिल्मको पहिलो झलक सार्वजनिक भइसकेपछि यतिखेर दर्शकहरू चलचित्र बलिदान फिल्म हेर्नको लागि एकदमै धेरै कुरेर बसिरहनु भएको छ। बलिदान फिल्मको पहिलो झलक सार्वजनिक भइसकेपछि यतिखेर एक्सन स्टार समीर भट्ट र निर्देशक सन्तोष सिंहको एकदमै धेरै परिचर्चा भइरहेको छ र हामीले बलिदान फिल्मभित्र एक्सनका टाइगर विराज भट्टको पनि केमियो देख्न पाउने भएका छौं। यो सालको दशैंमा चलचित्र बलिदान फिल्मले दशैंको फुलपातीमा एक छत्र राज गर्ने पक्की रहेको छ र यो दशैंमा बलिदान फिल्म मात्र नभएर अरू 4-5 वटा फिल्महरू रिलिज हुँदैछ। यतिखेर बलिदान फिल्मको पहिलो झलकले नै नेपाली चलचित्र क्षेत्र एकदमै धेरै हल्लिरहेको छ। बलिदान फिल्मको टिजर ट्रेलर आउन बाँकी नै छ र यतिखेर बलिदान फिल्मको पहिलो झलक सार्वजनिक भइसकेपछि बलिदान फिल्मसँग जुत्ने भनेका फिल्महरूको भागाभाग हुने देखिरहेको छ र अब चलचित्र बलिदान फिल्मको चाँडै नै टिजर पनि सार्वजनिक गर्ने बलिदान फिल्मका निर्देशक सन्तोष सिंहले बताइसकेका छन्। हस्त यति भन्दै म बिदा हुन चाहन्छु। हजुरहरूलाई चलचित्र बलिदान फिल्मको पहिलो झलक कस्तो लाग्यो कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सिनुहोला।